टिकट पनि सरले फ्रीमा गरिदिएको छ। सरोज सन्ना भएपछि नेपालीले कति मर्छ? 8 दिनमा मान्छे मर्छ, 8 दिनमा बढी जान्छ नेपालमा सरोज सन्ना भएपछि। मैले 2 महिना भयो सरोज सरको घरमा खाना खाइरहेको छु। अहिलेसम्म मेरो अर्जेन्टलाई 9 लाख रुपियाँ लिएर मलाई युरोपको भिसा तिरेको पैसा मैले यहाँ मालदिवमा फसेर सरोज सरको घरमा खाना खाइरहेको छु। सरोज सन्ना भएपछि यहाँ बाटोमा मर्छु म आफ्नै आँखी देखेको सरोज सरलाई इन्डियनलाई नेपालीलाई हेल्प गरेर आफै पैसा तिरेर गरिदिनुहुन्छ म सँगै बसेको। कसैले सरले रातभरि सरले सुत्दैन रातभरि, केही इमर्जेन्सी भयो रातभरि सुत्दै। उहाँ एउटा केटी हालेर फसिदियो रातभरि, सर सुत्नु भएन, किन्न सरले पनि सुत्नु भएन। हामीलाई पनि टेन्सन हुन्छ नि। नेपालीहरूले कति बिजोग छ। सर नभएपछि घाँस खाएको मान्छे यहाँबाट जानुभएछ। सरले चन्दा गरेर आफ्नै पैसाबाट टिकट गर्नुपर्छ सर, गर्नुभएछ। नेपालीलाई मैले 3 महिना भयो सरको घरमा खाना खाएर जिन्दगीमा कसैको सरले बोलेको त्यो नर्कमा जान्छ। मैले 9 लाख तिरेको मान्छे 9 लाख तिरेर मैले युरोप जानेको लागि मेरो पत्रिकार अर्जेन्ट हो। पत्रिकारको मैले पैसा तिरेको 9 लाख। मैले उहाँबाट अल्बानियाको भिसा देखाएर मलाई मालदिवमा हालेछ। 6 महिना पिछले दिल्ली गरेको। मैले अहिलेसम्म आफ्नो फ्यामिलीसँग पनि भने छैन मैले यहाँ मालदिवमा छु। अहिलेसम्म आफ्नो दाइ भाइसँग भने छैन म मालदिवमा छु। 9 लाख रुपियाँ तिरेर मैले अहिले सरोज सरसँग म बसिरहेको छु, यहाँ खाना खाइरहेको छु। सरलाई अहिले कतिजनालाई हेल्प गर्नुहुन्छ। डेली 20 जना 10 जना डेली खाना खाने आउनुहुन्छ। हामी खाना बनाउने, म पनि खाना बनाउँछु। सरले कहिले पनि मना गर्दैन सरोज सरले कि खाना नखानु कसैले। सरको घरमा एक्स्ट्रा खाना हुन्छ। 10 जना 5 जना जहिले पनि आउनुहुन्छ। 12 बजे 1 बजे सरको खाना एकदम रेडी हुन्छ। हामी खुद बनाएर राख्छु, सबैजनालाई खिलाउने। सरले भन्नुहुन्छ खाना कम नपरोस्। अर्जेन्टले कम यहाँ बिजोग गराएछ नेपालीले फेरि 20 जना आउँछ। सरले अहिलेसम्म 1 रुपियाँ पनि भने छैन मलाई पैसा चाहियो। सरलाई अब टिकट गर्ने बेला पैसा छैन, सरले आफ्नो पैसाले टिकट गरिदिनुहुन्छ। कति सहयोग गर्नुहुन्छ इन्डियाले नेपालीले इन्डियाले त मसँगै टिकट गरिदिनु भयो। म आफ्नै आँखी हेरेर पछि 2600 मान्छे पठाइदिनु भयो। म 3 महिना भयो 2600 मान्छे गइसकेँ।